हेलो गाइज होइन अहिले चाहिँ रियाक्सन भिडियो बनाउन गइरहेको छु। यहाँ माइक अन गरिदिउँ, माइक अन गरेर रियाक्सन भिडियो चाहिँ पर्वत युट्युब च्यानलबाट आइरहेको छ होइन, बुद्धि तामाङको। एकचोटि रियाक्सन हानिदिइहालौँ न त है। ओके स्टार्ट है। डिस्क्लेमर। असै साहब कसरी समात्नु तपाईँले अभियुक्तलाई? च्यापै समातिनु। के को आरोपमा पक्राउ गर्नुभएको? उहाँहरूले विषादी लड्डु खुवाएर बिहोस पारेर किडनीको व्यापार गर्ने र अवैध रूपमा सुनको तस्कर गर्ने अभियोगमा समातिएको हो। असै साहब यसको श्रेय कसलाई दिन चाहनुहुन्छ? म यसको श्रेय मेरो श्रीमतीले दिन चाहन्छु। श्रीमतीलाई? मेरो श्रीमतीले त्यति बेला त्यसो नगरेको भए यति बेला यस्तो हुने थियो। अब तिमीसँग दुईटा उपाय छ, हेर, कि खुरुक्क विदेश जाऊ कि मलाई छोड। मलाई यो दोस्रो अप्सन पो मन पर्यो त हो। अब तपाईँ मलाई बताउनुहोस् अहिलेको अवस्थामा। हुन्छ दादा। प्रेम के हो? प्रेम भने चाहिँ खासमा मेरो मामाको आफ्नै मामाको छोरा हो। Imagine being able to build an app with your name on it just by thinking about it. Meet Base 44. तपाईँलाई प्रेमको परिभाषा पनि थाहा छैन बुद्धिजी? थाहा छैन? पहिला उसमा पाठ्यक्रममा पनि थिएन के। बलगर साइली बलगर, जोड लगाऊ। हैसे गधालाई त नि म मारिन छिरेन गरौ। गधा भन, घोडा भन, हात्ती, ऊँट जे भन्न मन लाग्छ भन, तर पाउन चाहिँ मान्छे पावै साइली। अनि तैँले छाङ्गोलाई भेटिस्? भेट्यो। आँटेछ केटाले। आँट गर केटा, आँट गर। जसले आँट्यो त्यसले फाट्यो। बाई बाई। के हो एकछिन है, म मायामा अल्झे। ल छिटो आइजाऊ। मायाको झटारे पनि खाएर जान्छ कि? आमा हो, ढोलमा होइन। छ्या कति राम्री बाँकी। पोरपरारसम्म नाकभरि सिगान बोकेर हिँड्थ्यो। होइन, यो ग्याप्पलाई के पाछ? केटा मान्छेलाई भैसा लाग्यो भने चिलाउनेको ठुटोलाई पनि 16 वर्षको तरुनी देख्छ भने यही हो। किन अत्तालिरा? यस्तो पनि हस्पिटल हुन्छ? बेसी नबोल्नु है। अया 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 के भयो? अया रगत चचाउन आएको, औँले काटिदियो, हेर्नु न। अया फेरि बढ्ता बोल्यो होइन? खत्तम। समझ्यो? ल्याउ यो पैसा, 10,000 छ। कहाँबाट आयो यत्रो पैसा? चोरले भेटाइन? चोरले तिम्रो कट्टु पो खोल्यो त, मेरो चोरो त खोलेन नि। यही पैसा लुगाउनु त काम लागेको छ नि। त्यत्रो काम लाग्ने ठाउँ रहेछ। त्यो 5 लाखलाई पनि त्यही लुगाको भए हुन्थ्यो नि। काली गए गोरी आउँछन्। काली गए पो गोरी आउँछ। त्यो अलक्षणी त पहिल्यै गोरी थियो। बिहा गर्नलाई लगन जुर्नै पर्छ दाइ। आफ्नै सुल्टिने तानेर ल्याउन है, लगन न अगन। है भित्र जा। काग बाटो हो भने गु खान्छ। के हो यो? मायामा झटारो आयो हो। पछाडि फर्केर हेर त, तिम्रो बाउ आयो होला। ला अब के गर्ने? तिमी यहाँबाट भाग, म पिटाइ खाएर आउँछु। खुब माया गर्छ नि मेरो छोरीलाई? हो, खुब माया गर्छ नि मेरो छोरीलाई? हो। म पनि माया गर्छु। खत्तम। हो बुद्धि, साथीको बहिनीलाई लाइन मार्छस्? साथीको भाइलाई लाइन मार्नु त? मेरो खराब पानी छ, मेरो खराब। के गर्छ? किन
खानु पर्यो यस्तो गनाउने? सधैँ खान्छु त, आजै मात्र गनायो। के भयो तँलाई? पुरै सुत्केरी बेथा लागे जस्तो छटपटाएर जस्तो त। सर टोइलेट छैन? बाई बाई टाटा गुड बाई। त्यो रियाक्सन गाउँमा एउटी चाहिँ गतिले छ है, अनि को छ र त्यस्तो? त्यही सुबेदारको छोरी। छोरीले छ त, मलाई त टेरेन। तँ औँसे? औँसी भएर के भयो, अनुहार त पूर्णेको जस्तो झलल। ओड्गाल्यो? गिलास छ त? छ। चाखौँ न पहिले। तपाईँको लभ म्यारिज कि एरेन्ज म्यारिज? मेरो एरेन्ज हो। तपाईँको वाइफ र तपाईँको एज कति फरक छ? डिफ्रेन्ट 11 वर्ष जति। 11 वर्ष कान्छी 10 व्यक्तिसँग विवाह गर्नुभयो। 10 भनौँ न। 10 वर्ष जेठो कान्छो हुँदा के कुरा चाहिँ मिल्दो रहेछ त? म पनि अझ 11 वर्ष 10-11 वर्ष झर्दिने त्यसपछि। यत्रो गहना ल्याएको छौ, ऋण लिएरै होइन र? स्वागरातकै दिनमा त ऋणको कुरा नगर न। अब भएको कुरा त गरे हो। म पनि भएको कुरा गरौँ। के कुरा? आजदेखि यो घरमा म एक्लै सुत्नु परेन नि। धेरै नमात्यो है। भएको कुरा गरेको। तिम्रो बच्चाले मलाई अङ्कल भने त कसरी सुन्नु हो? चिन्ता नगर न, मेरो बच्चाले तिमीलाई बाउ नै भन्छ के? हैट, हो र, मागेर मिलेन, भागेर मिल्छ कि? तिमीलाई माया गर्छ, म पनि माया गर्छ। अहिले गरी नहाल, पछि गएर अहिले हतार्छ। कसरी मरेछ है बुढा, रिसाउँदा रिसाउँदै खुस्कियो कि क्या हो? माया 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 भनेर समय बिताउनु भन्दा बेलैमा बिहे गऱ्यो भने बेलैमा बच्चा जन्मिन्छ, बेलैमा बच्चा जन्मियो भने बुढेसकालमा सजिलो हुन्छ। कुनै मात्र गरेर बच्चा जन्माउने विचार छ कि क्या हो? के भयो? हेर डोलमा, म भन्दा राम्रो ह्यान्डसम अग्लो मान्छे हिमालबाट फुत तिमीलाई लिन आउला जस्तो चाहिँ मलाई लाग्दैन। ठ्याक्क बेलैमा घरजम बसाइहाल्नुपर्छ। खाली बिहेको कुरा गर्छ, पाल्न सक्छ? चौरी हो र पाल्नलाई? के तोडले हाँसेको? के भयो र? यस्तो हाँसेको फोटो तपाईँको पासपोर्टमा तास्यो भने तपाईँले भिजै दिँदैन नि। किन? यति खुसी रहेछ नेपालमै किन विदेश पठाउनु पर्यो भने। ए हो र, अनि कसो गर्नु त? अलिक गम्भीर टाइपको केही सोचे ए ल ल ल, जाने जाने जाने, गम्भीर होइन त, गम्भीर ल जाने। कस्तो अनुहार बनाएको, बिहान बिहानै उहाँको जस्तो। फर्की ओइ के छ म यहाँ जाने होइन त हामीसँग चिया पिउन? चिया पिउनु हो र दाइ? के छ विचार? जाने होइन त भन्नु न दाइ। भन्दैछु त, जाने होइन त हामीसँग? को हो तिमीहरू? म चाहिँ हामी को भन्ने कुरा तँलाई हाम्रो ठाउँमा पुगेपछि थाहा हुन्छ। केटा हो, हाल यसलाई गाडीमा। दाइ हामीले गाडी पनि ल्याउने। पहिला लेर्टिन। ल साथीहरू, आजको भिडियो चाहिँ यतिमै एन्ड गरिदिउँ। केटोले डिस्टर्ब गर्यो, केटो नुहाएर ठिक्क आइपुगेछ क्या। अनि ट्याक्क हेर्दा हेर्दा केटो आइपुगेपछि त अब भिडियो त्यत्तिकै अब यता बाहिरको साउन्डले गर्दा गिर 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 भयो। यस केटोलाई धन्यवाद, छिट्टै भिडियो एन्ड गरिदियो। यति नै। लाइक सेयर सब्सक्राइब चाहिँ हुनु पऱ्यो। तिमी पनि भन्थ्यौ लाइक सेयर सब्सक्राइब भनेर। हुनु पर्यो है। हुनु पऱ्यो। ओके ल, मलाई त्यति बाई बाई गाइज।